Hello guys, welcome back to my new video. सबैजनालाई स्वागत छ आजको नयाँ भिडियोमा। हजुरले टाइटल र थम्बनेल हेरेर थाहा पाइसक्नु होला आज हामी कहाँ जाँदैछौँ भनेर। माछा मार्न लाग्यो आज नयाँ कन्टेन्ट। अनि मैले यत्रो दिन भिडियो हाल्न पाएको थिइनँ किनकि मेरो च्यानलमा भिडियो हाल्नै मिलेको थिएन। फाइनल्ली मैले त्यो बनाइसकेको छु, अब त्यो मिल्छ। हजुरहरूले हेर्न सक्नुहुनेछ। अब पहिलाको जस्तो 200-300 भ्युज त आउँदैन होला, जे भने अब बिस्तारै बिस्तारै हाल्दै गएपछि आउँछ। त्यही भएर सबैजना सपोर्ट चाहिँ देखाइदिउँ गाइस। अनि के हुन्छ आज थाहा छैन, गइन्छ कि गइँदैन नि थाहा छैन। गयो भने आउँछ ब्लग, गएन भने यता वरिपरिको गर्नेछु। हिजो चाहिँ ठुलो पानी परेको छ है गाई, त्यो भएर माछा पाइने आश छ, आज आश चाहिँ छ है। अनि आज माछा पायो भने बबाल रमाइलो हुनेवाला छ होइन। अब यसो खानासाना खाइन्छ, रेडी भएपछि म फेरि आउनेछु। अब एकैचोटि माछा मार्नुतिर जाउँ। यहाँ होली चल्दैछ, यो होली खेल्दैछ। होली यहाँ होली खेल्दैछ, यहाँ होली खेल्दैछ, यहाँ सेउसी चल्दैछ, यहाँ होली चल्दैछ। यो भागो 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 हाने हाने ऊ हाने खोलामा आइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ यता मुनि त हाम्रो खेत हो होइन। हामी खोला आइसक्यो। बाइक आएको दुइटा बाइक, 3जना आएको यार। आउन त धेरै आउन खोजेको थियौँ, धेरैजना ल्याउन खोजेको, कोही आएन कि। त्यही भएर 3जना आउँदै नै जाम भनेर आयो। यहाँ अगाडि छ खोलो, कोदालो, यहाँ ब्यागमा पानी छ। मार्ने क्या होइन थाहा छैन, देखाइ सक्यो मार्नेला नि आइसि त माथि यति जङ्गलै जङ्गल छ। यहाँ बाइक त्यहाँ छ, जाउँ अब के हुन्छ हेर्दै गर्नु होला। गाइस अहिले चाहिँ हामी कालीरुवामा छौँ। कालीरुवामा अब हामी आएर यसो हेर्न आएको माछा त्यति मारेर मैले देखाउन सक्ने। अनि हामी खाजासाजा खाएर बसिसकेको छौँ। त्योहरू यहाँ चक्कर लगाएर घाम थाप्दैछन्। अगाडि जाडो भयो क्या, अलिक चिसो ठाउँ भएर भर्खर घाम लाग्यो क्या। पौडी खेलेर आएर गफ दिनुपर्छ उनीहरूलाई। उनीहरू त पौडी खेल्यो कि, मैले चाहिँ खेलिनँ। जाडो हुन्छ नि त, बुढाहरूले ब्लग हेर्ने भयो। चिसो छ यस्तो चिसो पानीमा को पौडी खेल्छ। अनि माछा नि त्यति मारेर खाऊँ होइन, हामीले मारे छैन, मारे खा मारे खा समयले त्यति माछा मारेर त्यत्रो। अहिले देखाउँला होइन है, त्यो हो गाइस। फिसिङ रडै पायो है, फिसिङ रड भएको चाहिँ हुँदो रहेछ क्या फिसिङ रड है। पछि यहाँ कुना कुना त छ क्या माछा, यहीँ पाउँछ क्या फिसिङ रड अड्किने यत्रो यत्रो त। अलि पाउँछ क्या माछा, अलिअलि त 28 बुटे खा, अहिले देखाउँछ क्या। एकैचोटि सबै धेरै कलेक्ट गरेर देखाउने हो क्या। अहिले सरप्राइज हुन्छ तपाईँहरू, सरप्राइज जानुपर्छ अहिले। टल्केर यार कस्तो देखेको यार, मुनि गएर मार्छ म त। बिदाले के बोकेर आयो, आधी घन्टा 1 घन्टै कुरायो। यस्तो लिएर आएर चाहिँ यो के भन्छ, यो दल्दै छन् केटाहरूले, के दल्यो है तिनीहरू अब तिनीहरूलाई त्यो तान्थ्यो केही जानेन। हस्पिटल गर्न खाएँ, कस्तो यार कोदालो बिर्से जाँदैछ। अब हामी मैले बक्सर पनि लिएर भेला थिएँ, यहीँभित्र छ क्या। किमा हालेर प्लास्टिक छ त्यत्तिकै छ हो, किमा हालेर यो प्लास्टिक हाल्यो भने रेनकोट त्यत्तिकै छोड्छ। अनि आइडिया लगाऊ न, पानी लास्ट लो उहाँ मुनि जाने होइन हो माछा मार्न। कहीँ ठाउँमा मानिएको दुईपट्टि पानी काटेको ठाउँमा त्यहाँ सक्दैन नि त, अन्त उपाय छैन। अन्त पानी माछा मारेछ नि त। ल के रहेछ देखाएर आएछ, समयले माछा माऱ्यो त के त, त्यो पानी बढी आएर भत्काएछ क्या। नभए मार्थ्यौ, मान्छेले भत्कायो कि मार्थ्यौ नत्र है। दुईपट्टि पानी काटेर ठाउँमा आएको कि ए भाँचेर लानु पऱ्यो नि, त्यस्तै धेरै केले हाट्ने यसले कोताला, यसो यसले कोट्टाउँदै त्यसलाई
गिरा रहेछ यार ल भिन्सन पार्क टिप्न ल अब बिख हालेर जाने के त होला छैन छैन ल ल समयमा ल ल ल भिन्सन पार्क चाहिँ भाप्दैछ समयमा चाहिँ 8 किलो जति चाहिँ उठाएँ अब कति अब 3 किलो उठाउने अब समय 3 किलो मार्ने कि अब कति किलो मारि भन त त्यति किलो मारेर जमाएर छोड्दै मनलाई यहाँ भिन्सन पार्क भाप्दैछ समयमा चाहिँ अब यसलाई टक हो रे हो केही हो त्यो टक्कला अब हल्का कुटेर त्यहाँ लगाएर बिहालिदिने खुत्रु खुत्रु निस्किन्छ बिहारमा छ त अन्त समय खुत्रु खुत्रु निस्किन्छ अब माछा यस्तो फेरि आउँछ है म ल उहाँ जाउँ न माथि कहाँ जान्छ क्यु त्यता हक सार्नेसम्म हक सार्नेसम्म जाउँ त्यो मान्छेलाई के हो फेरि के भयो ओइ पस्या फोर गरे फोर गरे यहाँ भिन्सन पार्टी टक खोलाएर भाज्दै छ भिन्सन पार्टी भाज्दैछौँ गाई भिन्सन पार्टी भाज्दैछौँ गाई कहाँ खाएर भोटे माछा बिस थिचौँ न त केटा हो अझै नि भोटी माछा निकाल्न खाएको उसले यो ढुङ्गा ठाउँ त्यही ढुङ्गा यहाँ भोटे माछा देखेर साथीले अब भोटे माछा मारे बिखालौँ ल आएर त के भयो त त्यत्रो त के पनि गर्दैन के आएर त के भयो त नि अझै नि आएर त हुन्छ नि हुन्न जान पो भएन त है त्यो माछा माथि फर्किँदैन भिन्से माथि हो नि होइन यो के हो यो त्यही हो त थिजा हाल्न थाल ल ल ल ल ल यहीँ रहेछ त्यसै पुगेर ल्याएर ल ल हाल्न थालौँ भोटी माछालाई एउटा भोटी माछा ल ल ल ल मैले फ्राई गरेर खानुहुन्छ म 20 पिसमा थाल्छु ल ल बिदान 20 पिसमा थाल्यो यहाँ भोटी माछाको ठाउँ आइसकेको छौँ अब हामी 20 पिस ल ल ल ल टपरी खानको लागि ल्याऊ हो अब हो भने त्यहाँबाट निचारेर आयो यहाँ आयो माछा देखाएन मैले ल अब हामीले 2-3 किलो माछा मार्छौँ माछा माऱ्यो भने अब हेर एउटा माछा नि सानो सानो माछा खायो त्यो पनि अठाउनु नसक्नु ठुलो छ उयो यहीँ उतै झन् उ त्यहाँ ल ल ल ल उहाँ माथि हेर पानी पर्ला जस्तो भयो यार केटा हो खिच्न थाल ल ल ल ल ल 2 किलो उठ्छ यहाँ अब ल ल ल कसैलाई माछा उठाउनु भने यस्तो गर्नुपर्छ कसैलाई माछा उठाउनु भने के गर्नुपर्छ यस्तो गर्नुपर्छ ल सिक्नु है केही सिक्नु गाइस ल ठ्याप 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 भोटी माछा खाएर अब भोटी माछा उठाउनु गयौँ हामी है अहिले भोटी माछा ल्याएपछि समात्यो भने आइहाल्छ होला नयाँ आउँदैन त्यही सम्झिन्न केटा हो यार हाम्रो धन्यो बासी यार यत्रो असिना अहिलेको देखाएको छैन हेर कत्रो असिना हो बफे यार असिना खायो यार केही सुन्नेकै छैन होला है सुन्नु दिएर असिना खायो यार कत्रो हो त असिना त यार आम्मामा सेतै भएको सबैतिर बफे बफ हेर यहाँ मुनि सेतमै हिउँ परे जस्तो भएको ल
अन्त हिउँ परेन असिनाले हिउँ परे जस्तो भएको देख्न सक्नुहुन्छ असिनाले यहाँ ओ माई गड ओ यार के हो यार यस्तो त मैले अहिलेसम्म देखाएको थिइनँ ओए कत्रो हेर्नु न यत्रो असिना त अहिलेसम्म देखाएको थिइनँ यार मैले मार्छ यार यो असिनाले त बाफ रे बाफ हेर्नु यहाँ कत्रो बाफ रे बाफ हेर त यार यता बाफ रे बाफ उहाँ हेर्नु मगर के यो यस्तो कसै देख्नु कतै यस्तो भएको चाहिँ पटेला यहाँ हिउँ पर्न थाल्यो आऊ आम घुम्न आम सबैजना हेर्नु त खुच्चीहरू के रलाएर टकुरिया हेर्नु न किन बोला तिनीहरू के रमाइलो होला यार असिनाले यार दुधको टाउको यस्तो पाल पर्छ नि त धन्न पाएको यार कस्तो लाग्यो भिडियो मन परेन लाइक गर्ने होला अब म यस्तो भिडियो यहीँ गरिदिन्छु सब्सक्राइब गर्नु होला भिडियो कस्तो लाग्यो माछा मारेर गएको मान्छे पाएन यस्तो केटाहरू पौडी खेलेँ म चाहिँ यस्तो केटाहरूलाई सहयोग गर्नु केही पौडी खेल्नु खेलिनँ आउनु त आउँछ जाने यस्तो जाडो केटाहरूको भयो बिरामी लानेर भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा भन्नु होला अनि लाइक गर्नु होला सब्सक्राइब गर्नु होला फोन फुटेको छ 500 साढे पुऱ्याउनु पर्छ हाम्रो 500 100 एउटा अफर दिने almost thank you for the bye bye.